हेलो एभ्रिवान, वेलकम ब्याक टु माई काले ब्लग्स होइन। आजको मेरो दिनको सुरुवात होइन केबाट हुन्छ भन्दाखेरि चाहिँ यहाँ म मोमोको अचार पकाउँदैछु। यहाँ खानाको लागि सिटी पनि लाग्दैछ। अरे बाबे, यहाँ चाहिँ स्पेसल मेरो लागि चिकन छ है दिनका दिन मासु आएर। अनि यो के भन्छ नम 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 यो तासफ्रम के भन्छ होइन, यहाँ छ यो चुर्र पड्काएको खाना सिटी लाग्दैछ। अब यहाँ हेर्न सक्नुहुन्छ हाम्रो मोमोको अचार यस्तो मजासँगले पाक्दैछ कि होइन, कुरै छोडिदिउँ क्या, यो मोमोको कुरै नगरौँ क्या, यो अचार चाहिँ यस्तो मिठो बनाउनेवाला छु कि होइन। तर नमिठो भयो भने चाहिँ मेरो गल्ती होइन है, तपाईँहरूको आँखा लागेर सक्छ अरे कि जिस्केको है फेरि। अब यहाँनिर मोमोको अचार एकदमसँगले च्वार 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 होइन तेलमा मजाले के भन्छ प्याजहरू हालेर जानेर होइन फत्काएर पकाउँदैछु। अब यहाँ हेर्न सक्नुहुन्छ पाक्दैछ। र आजको सेटअपमा चाहिँ मैले अलिअलि यो क्लिनिङ गरेर अलिकति मिलाउन मलाई टाइम लाग्यो। सानो ठाउँ छ तर यसले के सफा गर्यो भन्ने जस्तो लाग्ला होइन, तर ठ्याक्कै भन्नुपर्दा 1 घन्टै लाग्यो क्या। कसरी लाग्यो लाग्न चाहिँ लाग्यो। पानी आयो ल, ठिक छ। ल साथीहरू हेर्न सक्नुहुन्छ यहाँ मेरो साथीले होइन मलाई हेल्प गरिरहेछ होइन, त्यही भएर मलाई आज सजिलो भइरहेछ। यहाँ हेर्न सक्नुहुन्छ चिकन मोमो कत्रो ठुलो ठुलो छ होइन, प्राइस एकदम रिजनेबल प्राइस छ, एकदम सस्तो मिठो होइन। खानुहुन्छ भने चाहिँ आउनु होला मेरो पसलमा। पसलको नाम हेरौँ है त फेरि, यो पसलमा आउनु होला होइन। काले भाइको मोमो ढिला नगरिकन आउनु होला, यहाँ मोमो पाक्दैछ। यो चाहिँ बफ मोमो हो। ओहो हो, धेरै नहेरौँ। अहिले यहाँ आफूलाई भोक लाग्छ, घाटा लाग्छ क्या हेर्नु आफूले खायो भने। साथी यार तिमी आएर यार एकदम सजिलो भयो, सधैँ आउनु। ल ठिक छ साथी बोकेर हो है त। यहाँ हेर्न सक्नुहुन्छ यहाँ एकदम फ्रेस मोमो बन्दैछ। भन साथी। ओके, यस्तो साथी चाहिँ होइन मात्रै होस् नि, फेरि अरूको नहोस्। ल साथीहरू मोमो सेलाइसक्यो, मोमोको ग्यास निमाउन लागिसक्यो मैले है। तपाईँहरू आउनु पऱ्यो के, कति घर बस्नुहुन्छ आज त बिदा होइन, आउनु है मोमो खानको लागि। यो हेर्न सक्नुहुन्छ एकदम फ्रेस बफ किमा क्या होइन। अनि यो चाहिँ चिकन किमा। आहा ओहो, अब त धनियाँ म छर्किनुपर्छ होइन। बुरुङ मिठो मोमो है त, मिठो मोमो खाने भए मेरोमा आउनु होला। लोकेसन चाहिँ अब महेन्द्र आदर्श स्कुल अगाडि। एकचोटि फेरि बाहिर जाउँ है त। यहाँ हेर्न सक्नुहुन्छ श्री महेन्द्र आदर्श भन्ने स्कुल क्यान्टिन त्यता छ। अनि यहीँ ओर चाहिँ मेरो पसल छ, आउनु होला, छिटो आउनु होला, कुदी आउनु होला। मोमो सेलाइछु। अब चिकन मोमो बनाउँदैछु। साइज चाहिँ कस्तो छ हेर्नु है, हेर्नु। सानो त छैन होला। प्राइस चाहिँ त्यही हो 110 चिकनको, बफको 100। ढिला नगर्नु, आइहाल्नु सिधै हो कि होइन साथी भनिदेऊ त। एकदम आउनुपर्छ। ल ठिक छ, अब म मोमो बनाउँछु है त। हेर्दै जानु होला आजको भिडियो। आजको दिन पनि राम्रै हुनेछ है, साथीले गर्दा रमाइलो र राम्रो हुँदैछ। यहाँ गीत सुन्दैछौँ। चिसोहरू खानुहुन्छ भने नि आउनु, चुरोट खानुहुन्छ भने नि आउनु होइन। चिया चुरोट जिन्दाबाद। ल साथीहरू आजको लागि भिडियो यति नै होइन। म चाहिँ भर्खरै रुममा आइसकेको छु होइन। अनि आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो होला, मन परेमा पक्कै लाइक, च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। अनि अरू भने त्यस्तै हो, मोमो चाहिँ सेलाउने भइसक्यो। छिटो आउनु होला, एक न एकचोटि आउनु होला र मेरो पसल भिजिट गरेर काले भाइको मोमो घर भिजिट गरेर 1-2 प्लेट मोमो खाएर फेरि पनि आउनु होला। मन परेमा लाइक, च्यानललाई सब्सक्राइब चाहिँ गर्नु नै होला होइन। पक्कै सुरुमा चाहिँ त्यो गर्नै पर्यो। अनि भने अरू भने त्यस्तै हो। आजको लागि बाई बाई।